साथीहरू नमस्कार। यति बेला हाम्रा नेताहरूको निन्द्रा हराम गर्ने गरी एउटा वेबसाइट सार्वजनिक भएको छ। यो वेबसाइट हाम्रा नेताहरूको मूल्याङ्कन गर्न मिल्ने फिचरसहित सार्वजनिक भएको हो। अहिले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गर्नेहरूको सङ्ख्या कति छन् भन्ने कुराको ठ्याक्कै यकिन डेटा हेर्न मिल्दैन, तर यो वेबसाइटले भने ठ्याक्कै कुन नेताको कति रेटिङ भइरहेको छ, अर्थात् कुन नेताले कति भोट पाइरहेको छ भनेर हेर्न मिल्ने गरी डेटा सहितको विवरण राखेको छ। यो हेर्नुहोस्, यिनी हुन् नेपाली कङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री माननीय शेरबहादुर देउवा। अब उनको रेटिङ स्टाटस हेरौँ। यो डेटा तयार गर्दासम्म उनलाई 2100 जनाले भोट गरेका छन्, जसमा 49 जनाले उनको पक्षमा भोट गरेका छन् भने 2000 भन्दा बढीले उनको विपक्षमा भोट गरेका छन्। यसैगरी सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा 66 र विपक्षमा 2000 जनाभन्दा बढीले भोट गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहालको पक्षमा 280 र विपक्षमा 1800 भन्दा बढीले भोट गरेका छन्। यद्यपि यो रेटिङले हाम्रा नेताहरूको चुनावी परिणामसँग भने खासै महत्त्व राख्दैन, तर नेताहरूप्रति युवाहरू कति रुष्ट छन् भन्ने कुरा भने स्पष्ट पारेको छ।